हेलो दर्शन नमस्ते के छ हजुरहरुको हाल खबर होप गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु। सो गाइज आज चाहिँ सन्डे हो हैन म बिहान कामबाट आइसकेको थिएँ। अहिले चाहिँ म रुममा छु। आज चाहिँ मेरो प्लान थियो फोटोसुटमा जाने हैन। अहिले चाहिँ 11 बजिसकेको छ। अहिले 11 बजे निस्किरहेको अवस्थामा हो म। बिहानै निस्किने भने 8 बजे बिहान चाहिँ झाडीले यस्तो कमाइरहेको थियो त्यही भएर बिहान गएन। अहिले आराम गरेर हल्का सुतेर अहिले चाहिँ निस्किन लाग्यो घरबाट। अनि सुटमा गइरहेको हामी फोटोसुटमा कहाँ जान्छु भन्दाखेरि अहिले चाहिँ केही कन्फर्म छैन कहाँ जान्छु। त्यो चाहिँ घरबाट निस्केपछि डिसाइड हुन्छ कहाँ जान्छु भन्ने कुरा हैन। त्यो चाहिँ घरबाट निस्किरहेको म र मेरो बुढी अनि एउटा दाइ आइरहेछ अनि क्यामेराम्यान एउटा दाइ आइरहेछ अनि दाइलाई लगेर दाइ आएपछि हामी घरबाट निस्केर अनि हामी सिधा जाने हो। अब कहाँ जान्छु भन्ने कुरा त्यो पछि थाहा हुन्छ हैन। अहिले चाहिँ म नास्ता खाएर रेडी भएर चट्याक छिटुक गरेर रेडी भइसकेको अवस्थामा छु। चाहिँ रेडी भइरहेछ। ल अब निस्किन्छु दाइ आएपछि है। ल साथीहरू हामी रेडी भइसक्यो होइन जानलाई। दाइ पनि आइसक्यो तल। यहाँ महारानी पनि रेडी भइसक्यो। यहाँ हेर्नु मेकअप 1 घन्टा लगाएर मेकअप गरे हो। ल अब निस्किन्छु होइन घरबाट। तल दाइ आएर फोन गरिसक्यो। अहिले चाहिँ यहाँ बाहिरको भ्यू यस्तो छ बबाल। बाहिर खतरा घाम लागिरहेको छ होइन। बिहान चाहिँ यस्तो जाडी भइरहेको थियो। ल अब जान्छु है लोकेसनमा अनि फोटोसुट गर्छु। भिडियोलाई पुरा हेर्नु अनि च्यानललाई सब्स्क्राइब गरिदिनु साथ सपोर्ट गरिदिनु है। ल साथीहरू हामी घरबाट निस्किसकेका थियौँ होइन। मेरो माइक चाहिँ बन्द भइसकेको रहेछ। यहाँ चाहिँ म भोइस ओभर गरिरहेको छु है। हाम्रो आज क्यामेराम्यानले किन लेट गरे भने त घरको अगाडि एउटा सर्कल छ त्यहाँनिर पुलिसले छोपिदिया रहेछ। बिहान बिहान 3000को चलान हानिदिया रहेछ। त्यही भएर मोडअप भएर बिचरा टेन्सनमा छन्। मैले सोधेको थिएँ कतिको चलान हान्यो भनेर 3000को चलान हानिदियो अरे। बिहान बिहान 3000को चलान हानिदिएपछि त मोड अफ त भइहाल्छ होइन। अहिले चाहिँ हामी सिभिल हस्पिटलतिर पुगिसकेका छौँ होइन। अब यहाँबाट हामीले जानुपर्ने हुन्छ अठवा लाइनतिर। अठवा लाइनको हल्का भित्र गएपछि मिरट होटल मिरट कि म्यारिट होटल यस्तै छ। त्यहाँनिर हाम्रो लोकेसन चाहिँ आज चाहिँ हाम्रो 2-4वटा लोकेसन छ होइन घुम्नलाई अनि फोटोसुट गर्नलाई। हेर्छु हाम्रो काम पनि चालु छैन नाइटमा अनि त्यही हिसाबले हामीले घुम्नुपर्ने हुन्छ। पहिलो लोकेसनमा हाम्रो फटाफट भिडियो भइहाल्यो अनि फोटोसुट पनि भइहाल्यो भनेपछि हामी अरू लोकेसनमा पनि जान्छौँ होइन। नभएपछि हामी पहिलो लोकेसनमा भिडियो बनाएर पछि घरतिर आउँछु। यस्तो घाम लागिरहेको छ होइन गाइज। मलाई चाहिँ यस्तो चिसो लागिरहेको थियो होइन कुरै गरेर साध्य छैन। ल हामी यहाँ अब अठवा लाइनतिर पुगिसकेका छौँ होइन। यहाँबाट हल्का अगाडि गएर अगाडिबाट राइट हान्नुपर्ने हुन्छ हामीले। अनि ल हजुरहरूलाई देखाउँछु म। हजुरहरू भिडियो पुरा हेर्नु होला अनि लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि गरिदिनु होला है साथीहरू। मन्दिरमा आएको छु थाहा छ कि नै। प्यारी गुडिया छ। यहाँ चाहिँ हामी बाटो बिर्सेर यहाँ मन्दिर आइसकेको रहेछ होइन। यो के को मन्दिर अगाडि चाहिँ थाहा भएन। मन्दिर चाहिँ ठुलो रहेछ अनि भिड पनि लास्टै थियो। अनि यहाँ पूजाका सामानहरू पनि पाइने रहेछन् टन्नै। दोकानहरू पनि धेरै थिए। अनि हामी त्यहाँबाट युटर्न हानेर फेरि पहिलाको ठाउँमा आयौँ अनि पहिलाको ठाउँबाट लोकेसन हेरेर फेरि हाम्रो लोकेसनमा गयौँ होइन। तर यो गल्लीमा चाहिँ लास्टै सामानहरू पाइने रहेछन् पूजाको। ल साथीहरू हामी हाम्रो लोकेसनमा पुगिसकेका छौँ होइन। हाम्रो फर्स्ट लोकेसनमा पुगिसकेका छौँ। लोकेसन चाहिँ एकदम बवाल मस्त छ। अब हामी यहाँ फोटो खिचेर भिडियो बनाएर निस्किनु पर्ने हुन्छ। त्योभन्दा पहिला सिनेमेटिक चेक गरौँ। गाना गाऊ त गाना त हाल्ने होइन कपिराइट हुन्छ पछि। आउँदैन के कपिराइट। आजभोलि एक ट्रेन्डिङमा चल्ला छ न फूल है गुलाब का सुगंध लीजिए फूल है गुलाब का सुगंध लीजिए। वाह वाह हो गया बंदी का हो त्यो क्या बहुत वायरल है ना किट्टु दिल्ली का मेरो मलाई दिया मोन गर्नुला हैन। यो चाहिँ अब ठुलो हेभीवाला होटल यहाँको अगाडिबाट देख्न मिल्दैन। त्यहाँ गएपछि त भगाइहाल्छन्। हेरे हो मलाई एडभर्टाइज दिनु म पनि गरिदिन्थेँ। अब मलाई दिन्न। यस्तो छ होइन लोकेसन चाहिँ। यो चाहिँ यो अठवा लाइनभन्दा हल्का अगाडि भित्र हो। अब कतिजनालाई त थाहा होला सुरत बस्नेवालालाई। थाहा नभएकोवालालाई भनिदिउँ अठवा लाइनभित्र हल्का यहाँ भूत बङ्गला कहाँ छ एम्बो भूत बङ्गला छ कहाँ। यहीं थी नहीं वो गाँव तो छियो यार भूत बंगला है तो कहाँ छियो यार। भूत बंगला देखा हो ना भूत बंगला होइन यहाँ भित्र होइन यार। एम्बो काम्बो त्यही पर पुलावाटी देखिँदो छ क्या पहिला। यहाँ भूत बंगला थियो होइन सुरतको एकदम 1 नम्बर खतरनाक डेन्जरस भत्काइल्यो। अब भत्काएपछि कहाँबाट देखाउनु। अब ल
भिडियोहरू पछि आइहाल्छ, फोटोहरू पनि आइहाल्छ फेसबुकमा हेर्दै गर्नु होइन। अहिले चाहिँ हामी भिडियो बनाउनुतिर लाग्छ है, पछि भेट्छौँ। ल साथीहरू, हामी भिडियो बनाएर हामी आइसकेको थियौँ होइन घर। अनि हामी अर्को लोकेसनमा चाहिँ गएनौँ, नाइटमा काम चालु छ नि त, त्यही भएर हामी घर आइसकेका थियौँ। अब चाहिँ सुत्ने टाइम भइसक्यो 3 बजे। अब 3 बजेर 3 घन्टा सुतेर पछि काममा जानुपर्ने हुन्छ, 8 बजे काममा जानुपर्छ। ल साथीहरू, भिडियो सेयर गरिदिनु, राम्रो लागेको छ होइन, साथ सपोर्ट गरिदिनु, अनि च्यानललाई सब्सक्राइब गरिदिनु। अर्को भिडियोमा भेट्छु है, बाई बाई, सी यू।